Ratschwanz. Mir egal, was du jetzt sagst oder was du machst, ja. Meine Lines, sie werden immer krasser. Ich mach गाइज सबैजनालाई नमस्कार छ मेरो तर्फबाट। आजको ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ र आज चाहिँ म चाहिँ बिहेमा हिँड्न थालेको र सबैजनाले हेरिदिनु होला र म चाहिँ हिँडिसकेको छु। ल गाइज म चाहिँ बाइकको पछाडि बसिरहेको छु र धेरै घाम लागिरहेको छ र हेर्न सक्नुहुन्छ र यसको लागि एक लाइक पनि गरिदिनु होला। ल गाइज हामी चाहिँ जाने क्रममा चाहिँ बाधा देखाइसकेका छौँ र हजुरले नि हेर्नुहोस्। ल गाइज हामी चाहिँ बिहे हुने घरतर्फ नजिकै आइसकेका छौँ र यहाँबाट चाहिँ हामी लेफ्ट साइडमा मोडेपछि हामी चाहिँ अब 1-2 मिनटको बाटो हिँडिसकेपछि हामी पुग्नेछौँ र इन्जोय गर्नुहोस् मेरो भिडियो हेरेर। लगायत हजुरहरूसँग चाहिँ म बिहेमा गएपछि मिल्नेछु। लगायत म चाहिँ बिहेमा पुगिसकेको छु र दुलै चाहिँ यहाँ जुठो खाने क्रम चलिरहेको छ र यता बुढाहरूको फेरि पुरा तास खेल्ने चलिरहेको छ। यति नखेल्ने नि मजै आउन फेरि बिहेमा आएको। लगायत हेर्न सक्नुहुन्छ यहाँ चाहिँ रमझम दामी चलिरहेको छ, नाचगान पनि राम्रो चलिरहेको छ। हे गाइज हामी चाहिँ बिहेमा आएको, रात पनि परिसक्यो, हेर्न सक्नुहुन्छ गाइज। यस्तै छ रातिको माहौल चारैतिर। लगायत हेर्न सक्नुहुन्छ यता चाहिँ बिहे यता भइसकेर चाहिँ यता टिकटालो हुँदैछ र यता सम्झना पनि मिलन भइरहेको छ, हेर्न सक्नुहुन्छ। र अनि जन्तीहरूलाई चाहिँ अनि टिका लगाइन्छ र अनि घरतर्फ पठाइन्छ र हेर्न सक्नुहुन्छ। लगायत हामी पनि हिँडिसकेका छौँ र जन्तीहरूलाई नि घरतर्फ पठाइसकेका छौँ र अनि हामी दाइरमा भएर पनि हिँडिसकेका छौँ बिहेको ठाउँबाट। र यो भिडियो हेरेर चाहिँ तपाईँलाई कस्तो लाग्यो र हेरिदिनु भयो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई।